हेलो गुड मर्निङ एभ्रिवान वेलकम टु आवर न्यू ब्लग। आज 2082 साल दसैँको नवमीको दिन हामी घर जान लाग्दैछौँ। तर हामी चारजना मात्रै छौँ, ठुलमम्मीहरू हुनुहुन्न। ठिकै छ, अब रमाइलो भएको छैन, ठिक छ, रमाइलो अलिअलि भइरहेको छ, जाडो भइरह अरू भने त्यस्तै हो। अनि बिहान चाहिँ भ्लग बनाउन पाइयो। मम्मीलाई जाडो भयो, जाडो टर्नेको घाम लगाएर केही देखेको छैन। सेतो घर भने यही हो कि कपाल टल जमानादेखि घर यो सेतो घर आइसक्यो। म हजुरहरूलाई एउटा कुरा देखाउँछु है। कमेडी देखाएको छ, कमेडी। सरकारी गाडी र अनि प्राइभेट गाडीहरू नाम दिँदैन। इन्द्र सरोवर यो चाहिँ कस्तो लाग्छ न मलाई, उहाँ टिका भर्यो बाटो जस्तै लाग्छ। हेलो, हामीले खाजा खाइसक्यौँ, चिया पनि आयो भर्खरै चिया पनि खाँदैछौँ, तरकारी खाइसक्यौँ। अब त्यस्तै चलिरहेछ, हामी गइरहेछौँ देउरालीमा छौँ अहिले। चिया चाहिँ खाँदैछ। हामीले खाजा खाइसक्यौँ, अब फेरि लागिसक्यौँ। हेटौडाको भाटभट्टीको चाहिँ यस्तो बिजोग भएको छ। यो त कम भएको अस्तिको आन्दोलनले चाहिँ भाटभट्टी यस्तो बनाएको रहेछ। यहाँको स्थिति गम्भीर छ यहाँको। अघि भाटभट्टी पनि हेरिहाल्नु भयो, पुरै कालो भएछ। कस्तो कलरको निलो भाटभट्टी नि, ब्लू कलरको भाटभट्टी अहिले चलेर ब्ल्याक कलरको भएको छ साथीहरू। अनि त्यसपछि अरू के अरे अरू के मन्त्रालय अख्तियार हो क्या, त्यो अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि जलेर जस्तो भएको छ हाम्रो जेन्जीको आन्दोलनले गर्दाखेरि। हेटौडा आइसक्यो हामी चाहिँ। एउटा मेन रोड, ब्याङ्क रोड, मेन रोड, स्कुल रोड, स्कुल रोड, ब्याङ्क रोड हुन्छ। अहिले चाहिँ मेन रोड कट्यो, अब कर्रा खोला हुन्छ। दसैँलाई अब आजबाट दसैँ लाग्यो। फाइनल्ली हामी घर आइसकेका छौँ। हामी घर आइसक्यौँ। हेलो गुड मर्निङ। हेलो गुड मर्निङ, गुड मर्निङ। आज चाहिँ दोस्रो दिन भइसकेको छ। दोस्रो दिन होइन, मतलब भ्लगको चाहिँ दोस्रो दिन। हिजो नि अलिकति बनायो, अब आजको टिका पानी परिरहेछ, आज टिकाको नि बनाउनु पर्छ झरीको। लालगाउँ बारा जिल्ला। हिजोसम्म यता यहाँ खोला छ, अनि भ्यागुतो उफ्रिरहेको थियो खोलामा। अहिले चाहिँ पानी बढेछ, ठुलो ठुलो यहाँबाट माथि बारी खेतबाट बारीबाट आइरहेछ। पानी खोला बढेर यस्तो भएको छ। टिका सुरु भइसकेको छ, दसैँ सुरु भयो हाम्रोमा। लाइटै छैन।
यी मम्मीहरूको पाला ठ्याक्क तपाईँहरूको पाला यहाँ फोनै लागेन फोन नलागेर पालो नआएको है ब्लगमा आइ भनिदिनु ल उठ्नु भएको थियो आउनुभयो यस्तो राम्रो मान्छे मेरो ब्लगै चल्दैन नि होइन हाम्रो टिका लाउने कार्यक्रम भइरहेको छ सबैजना जम्मा हुँदैछौँ पालो पालो अब यहाँ कति सदस्यहरूको कमी छ एकदमै धेरै अनि ठुल्यारी ठुलमम्मीहरूको कमी छ माइली हजुरआमा अनि त्यसपछि आन्टी सीता आन्टी कमी हुनुहुन्छ पछाडि बस उ त्यहाँ बाबाको पछाडि अनिल देखाउ त त्यहाँ अनुहार कहाँ हो खोइ ल कस्तो भएको थियो पेन काट खेल्दाखेरि खै भेटेन सबैजना हजुर भयो यहाँ चाहिँ अब गन्जा गोल टिका लगाएपछि त्यो भयो होला नि मैले अनि उदी च्याम बाटो कौमारी ईशान्यम सोलधारिणी कुनले कहाँ कहाँबाट चाहिँ रक्षा गर भनेको तिमीलाई चाहिँ के दिने त पर्ने तिमीले मनले ताकेको कुरो बोल्छ बाबु अरू त जान्दिनँ म भनिदियो बाबुले भोगे नभनिदियो खै के गर्छ निशान पनि के अरे नितेश पनि भूमिको सर्वत्र तीर्थदशाङ्गुलम् ओम श्री टाइम लाग्छ है जयन्ती मङ्गलाकाली यसो बस सबै बस अनि मैले चाहिँ आउँछौँ होइन जान्छौँ पढेर पहिल्यै सकिँदैन मान्छे जिन्दगी उहाँ बेहुली बने अब एक दुई बोरा हो सबै तलसँग बाहिरको भगवान् अब सबै रक्षा गर अब के भन्नु अर्को वर्ष दुईजना लाम्पा हुन्थ्यो भने त हो म त मेरो बसे छ कि भनेर अहिले हामी घरमा टिका लगाइसकेर कान्छो हजुरबुवाकोमा जान लागेको छौँ टिका सबैले यसपालि यतै घरमै लगायो अब तल चाहिँ घुम्न जान्छौँ हामी होइन त यस हो यो चाहिँ हाम्रो गाउँ हो त्यो हो हाम्रो घर यता हो कान्छो बुवाको घर हाम्रो टिका लाउने कार्यक्रम सकिसकेर अब फोटो खिच्ने कार्यक्रम हुँदैछ
ता घरतिर टिका लगाइसकेर अब ड्याडीको मामा घर जान लागेको छौँ हामी सबैजना। बाउ छोरी अगाडि अगाडि लागिरहनु भएको छ। हामी यहाँ मौसम फेरि जानु यहाँ कहाँ यो बर्खाले उ त्यहाँ बनाएको केरा खेती नै केरा खेती छ सबै। ड्याडीको मामा घर जाने बाटो त पुरा उल्लो भित्ता पनि केराबारी, पल्लो भित्ता पनि केराबारी, केराबारी नै केराबारी रहेछ। ड्याडी यहाँ मावली जानलाई गुफा जस्तै छ यो त बाटो। केराको घारी नै घारीभित्र छौँ अहिले हामी। यतिखेर चाहिँ अहिले हामी ड्याडीको मामा घर जाने तर्फ छौँ। तर एकदम डेन्जर गुफाको जस्तै बाटो छ। बिस्तारै आउनु होला, लड्नु होला। बिचमा चाहिँ यो के भन्छ ड्याडी यसलाई? ठुलो नाला। हेलो गुड मर्निङ सबैजनालाई। दसैँ घरको दसैँ सकिसक्यो। अब मामा घर जानु लागेको हामी अहिले निजगढमा छौँ। निजगढ बजारमा किनमेल गर्नु परेन, किनमेल के किन्छस्? पानी पानी किनेर ल्यायो। पानी पानी बनाएर खान नसकेर पानी किनेको रे। लु खत्तम। हामी मामा घरमा टिका लगाएर अब गाडीमा जानु लाग्दैछौँ। सबैजना छौँ यतैतिर। बाटो हिलो हिलो भएर हामी जाँदैछौँ गाडीमा। पोल ढलेको चाहिँ खिचेन हौ। ए पोल पनि ढल्याएको थियो अघि हतारमा। पोलमा अटो ठेल्ने बेलामा बिर्सिहाल्यो। सुहालेछ बिर्सिहालेछ हामीले। त्यो के गऱ्यो माछा मार्यो हो। माछा मारे माछा मार्ने हो काली हो। अरे लाग्यो चाहिँ मन्दिर आइपुग्यौँ हामी पनि। हामी अहिले गाडीमा मन्दिर आइसकेका छौँ। पुल चाहिँ 4वटा ढलिसकेको छ। यो चाहिँ हाम्रो मिसन मिस हो। यहीँ यस्तो गर्दै हुन्छ। मन्दिर आइसक्यौँ हामी। सबैजना जम्मा भइसकेर नौटङ्की मान्छे सबैजना छ। ऋषिका हाई भन्दैछु। गुड। हाम्रो सानो बा हामी चाहिँ कहीँ गयो भने छुट्टिँदैन। के अरे बुने यो हामीले मन्दिर दर्शन गरिसक्यौँ। यहाँ मामा हुनुहुन्छ। मामा हाई भन्दैछु। हेलो गाइड्सहरू उहाँको लागि चाहिँ भ्याकेन्सी ओपन छ। यदि कोही अभाइलेबल हुन्छ भने प्लिज 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 एउटा कान्छी मान्छे भन्दैछु प्लिज। यो अब हामी फर्किन लागेको छौँ। मोबाइल चाहिँ चिसोले बन्द भयो। अब हामी फर्किसके अब नयाँ बस्ती जान्छौँ। खान्छौँ। पान कम्पनीहरू सब पान सरकारी प्रोजेक्ट आएको बहिनी अब यता लानु पर्यो। यता खोल्ने होइन, यता लानु, यता बन्द गर्ने। काठमाडौँ जानलाई इच्छा छ। हामी पछि आउँछौँ। हामी पछि जान्छौँ। पछि
अनि ठुलीले मलाई पछि गिफ्ट दिन्छ के गिफ्ट हो थाहा छैन थाहा छैन यतिकै छोरा न केशलाई उडाउन देऊ कि मलाई जयन्ती मङ्गला काली भद्र काली कपाली दुर्गा क्षमा शिवरात्रि सदा सदा नमस्ते शान्ति होस् जुन वर्ष आसी चाहिँ झन् लाग्छ एकै वर्ष दुईचोटि फेरि पोहोरको आसीको धोका त लाए प्रमोसन हुँदै जाओस् जाहेरमा झनै डिभेसन लाग्यो होस् छुट्या झनै हिजो बेलुकाबाट बल्ल फोन गरी त्यस्तो भए भयो अब मिल्छ भने त्यहाँबाट गर्दै गर्नु न प्राइभेटै हो पाइहालिन्छ नि के सरकार जयन्ती मङ्गला काली भद्र काली कपाली दुर्गा क्षमा शिवधात्री यसपालि मजा नमस्ते सवासोधा पाइयोस् यसपालि सबैको आशीर्वाद कामना कविलाई नटोकोस् बाबु हजुरबाउलाई बाबुहरूलाई पापालाई सोध्दा त हो कि काली भने हो त मैले होइन है धेरै पढ्नु ज्ञानी छेउ फेरि बनाउँछु ल ल चिन्ता बाटम दो ल है साथीहरू 2082 सालको दसैँ पनि सकिसकेको छ हाम्रो टिकाको कार्यक्रमहरू पनि सकिसकेको छ अनि अब यो भ्लगलाई आज यही इन्ड गर्दैछौँ सी यू अन नेक्स्ट भ्लग ओके बाई सी यू